रुखहरू कराएको क्या हावाको पातले हावाले गर्दाखेरि पातहरू म उड्न खोज्दैछु बटुल्न खोज्दैछु हराएका ती पलहरूमा पक्कै पनि जोन जामिया देखाने तिमीलाई स्पेसली भेट्न आउँछ खोज्दैछु यो फुलहरूलाई किन वाह यस्तो सुमधुर स्वर ल्याइदेऊ मलाई हेलो गाइस हामी चाहिँ कहाँ जाँदैछौँ देवन हामीलाई आफै थाहा छैन हामी चाहिँ बाटोबाट निस्केको हामी घरबाट चाहिँ रुमबाट निस्केको मान्छे मात्र बिनाको के पो मानिस हो के पो उद्देश्य बिनाको मानिस हो हामी जहाँ पनि जान सक्छौँ जस कारणले हामी चाहिँ एउटा सुन्दर भ्यूको खोजीमा छौँ अनि देवनले त्यहाँ दन्काउँछ बसेर हक्नुको लागि 1 घन्टा लाग्छ हो अब त्यही भन्दै गर मलाई कति राम्रो सिन देखिरहेको छ गाइस तपाईँ मोबाइलमा चाहिँ खासै नराम्रो देखे तापनि तर रियलीमा चाहिँ दामी छ real life looking like a very ब्युटिफुल like a heaven you can see that के भन्छ यसलाई त्यो रुखको नाम के गर्न this रुख very big ट्री हो न ट्री के उता पिपल सायद होइन हो त होइन थाहा छैन हामी कहाँ हिँडेको त्यो पनि हिँड्नु चाहिँ हिँड्दैछौँ डाँडामा निस्कियो भनेको वहाँ तलदेखि तिमीलाई अझै नै आएन है त्यो गर्न हिजोको लिर्कीले त डर सिकाउँछ मलाई आई मिस यु माई लिर्की दोस बट अभी निस्किहाल्यो अहिले अब यताबाट राम्रो देखिने नि हामी चाहिँ फुल भइसक्यो होला हुँदैन हौ म अस्ति नै चौधनी गएको पुरै 1-2 घन्टाको छ अझै अरू पनि छ र पनि फुल हुँदैन मेरो खन्न एकदम स्पेसल हो क्या स्पेसल कतिखेर your AI cannot copy in a heartbeat who wanna be the Amar म तिमीहरू पनि यार फोटो खिच्ने उसले फोटो खिच्ने उसले हो क्या यहाँसम्म फोटो खिचिदिन्छु लोग देख सकते हैं इधर तो चेन से मोदी भी देवन इधर आ रहे इधर आके बोल रहे जुत्ता पनि धम्सो भइसक्यो बाबाको डिजाइन दामी छ यो जुत्ताको पर अब आधा घंटा में उधर पहुंचने का है पहुंचने के बाद पूरा वीडियो बनाएंगे फोटो खिंचेंगे अहिले तिमीले गर्दाखेरि हो सबै हुने चाहिँ तर सबैको हेर्नु न सबै ठाउँ एउटा नछाड्नु न यो साल यहाँ आइपुग्यो भने अर्को पालि चाहिँ झन् होइन सबैलाई पनि ल्याउने भन्दै थियो मैले जानु मन पराउँदै थियो त्यसलाई छुट्टी न दिँदैन र त त्यो एकैचोटि त्यसको विदेश जाने मात्रै हो गाइज इस बाटो चाहिँ यस्तो रहेको छ हामी चाहिँ हाइकिङ गर्नको लागि हिँडेको होइन तर बाटो चाहिँ यस्तो रहेछ हामी चाहिँ धेरै ठाउँ घुमिसक्यौँ जस कारणले गलिसकेँ वरिपरि पहाडहरू छ रुखा म पनि कराउँछु क्या रुखा न अहिले भूत हो भनेर
मन्त्र छ त उभिएर कराउनु ल आउनु कराउँ फ्रीमै अब ना मान्छेहरू खाएर तर्छ मान्ट जाउँ मेरो कि तिम्रो काट्दै गरेको पनि तर्सी चाहिँ गयो कि क्या अब देवन त जोसियो गाइज देवन जोसियो त्यसै तपाईँ देख्न सक्नुहुन्छ एउटा हिँड्न नसकेर ऊ भइसक्यो हार्ट अट्याक पूरा ऊपर चलते जा रहे हैं देख नीरज देख बड़ा मस्त जगह है त उभिएर कराउनु ल आउनु कराउँ फ्रीमै अब ना मान्छेहरू खाएर तर्छ जाउँ कत्रो सुनेको क्या मेरो अँ काट्दै गरेको तर्सिदियो छिटो छिटो यो तिम्रो डिसिजन हो फेरि छिटाऊ है दामी देख्यो सिद्धिपुरको बिहे नमाने अब हामी कराउँदा जग्गाहरू दिएछु नि कसले भएर झर्दाखेरि चाहिँ कतिखेर झर्ने नि बाटो अलिक खतरा छ है अमन हेर्दै जैसे कि हाइट त्यो तलबाट आएको हामी अब त्यहीँ त हो खोइ त्यहाँ हो कहाँ हो त्यहाँ बाटो नै छैन त नि कहाँ हो बाटो खोइ त्यो जङ्गल काट्नुपर्छ त्यहाँ खै बाटो यो हो है खोइ बाटो यो छ त बाटो सानो बाटो छ भने यहाँ छ कम यहाँ जैसे कि आप देख सकते हैं हिरन बैठा हुआ है सिंह बेकार का हिरन अमन मजाले आऊ ल यहाँ बाटो छैन अब हिरणलाई समातेर देवनले जङ्गलतिर जान्छ किन हो होइन रास्ता त होइन नै अहिले नि आफै लाउ गर यहाँ चाहिँ के लाग्यो यहाँ अलिकति उ छ है मलाई हात देऊ यस्तो बाटो गरेर हिँडिँदैछ जाँदा गयो भरे फर्क्यो कसरी यतातिर कहिले मरेको जुन पनि विकास हुँदैन 100 वर्षमा नि मलाई मन्त्री बनाइदेऊ न के बनाउनु सक्छ लु भन यसमा डोजर माइन हालेर
बम पड्काएर हुन्छ कि जे गरे पनि त्यहाँ बोम सुम पड्कायो भने नि प्राकृतिक सुन्दरता नष्ट हुने विकास गर्ने पनि रुल्स हुन्छ के विकास भन्नेमा चाहिँ धेरै विकास भइसक्यो क्या संसारमा त्यस कारण ए हो र संसार विकास भएको नतिजा देखिँदैछ यहाँ मानवताको नेपालमा मात्र नभएको मानवको खुट्टाको यहाँ पनि कटुस रहेछ कटुसकै खानु बरु अब हिँड न चुपचाप त कतिखेर पुग्ने छिटो छिटो के नाम अरे मन त्यो अघि भर्खर भन्नुहुँदै थियो नि अङ्कलले सिद्धिपुर आज सिद्धिपुरको केटी भएको रहेछ जाँदैछौँ आज जीवनको लागि अहिलेदेखि घरको आइयो नि त आएको अन्त नि गर्मी भइसक्यो नि त नि हाम्रो मन्जिल थिएन तर अब हामीले मन्जिल बनाएर सिद्धिपुर बनाएको छौँ कता यताबाट जाने क्या तपाईँले यताबाट आउनु यता जाने हो र यता होला यो होला मेन सिद्धिपुर चाहिँ घरहरू त्यहाँ छ भन्दै रहेछ नि वाह हामी पुरा फाल्टै दुनियाँमा आयौँ नि है पुरादेखि अर्कै पाहाड छ यहाँनिर यता होला हौ आउनु अलिक डाँडामा निस्किनु खोजेको क्या यिनीहरू तिम्रो उतो सिङ्का मात्र छ भयो के बाल मलाई सिङ्का होस् कि ढिम्काना फलाना ढिस्काना होस् सिङ्का होस् कि लिङ्का हमको बाल मतलब तर हामी धेरै नै पराएछ उता एकछिन बस्नु त घरमा देख्न सक्नुहुन्छ यति माथि छौँ क्या यहाँ टुप्पोमा जङ्गलले देखिँदै देखिएन यो चाहिँ हाम्रो साथी अलिकति दिमाग मेन्टल हेल्थ अलिकति बिग्रेको छ यो त्यहाँ माथि यत्रो त डाँडाहरू रहेछ हौ यो देख्नु हुँदैछ यो बादल बादल माथि बादलभन्दा माथि माथि डाँडाहरू छ है यहीँ हो माथि हामी फोटो खिच्दै होला मेरो साइडपट्टि चाहिँ खोटाङ हो क्या यता मास्तिरपट्टि चाहिँ खोटाङ हो यता जुन देख्नु हुँदैछ अनि अब यहाँदेखि चाहिँ अब फर्किने हामी धेरै नै माथि आइसक्यो अब भरे घरतिर जानुपर्ने छ फेरि अहिले एकछिनमा अमलाको बोटहरू मात्रै रहेछ यता त ऊ त्यहाँ तल पनि छ यत्रो अमलाको बोट ऊ त्यहाँ हौ ऊ त्यहाँ कहाँ अमला टिप्न ठ्याम्की ठ्यामान्छु ऊ त्यता चाहिँ रहेछ गाउने उति टावर टारेछ नि त आज पछि आइफोन किनेपछि तपाईँलाई दामी देखाउँछ त्यतिरको यता फेरि आएर यहाँ माथि आउन कि हामीलाई कति लाग्यो भन्दाखेरि 8 बजी 2 घन्टा लाग्यो क्या यति माथि आउन हामीलाई अब झर्न 1.5 घन्टा जति लाग्छ त्यसपछि दिमाग खराब घर जानुपर्छ सेट अनि उताबाट नि टप छँदैछ तर त्यता नजाने अब धेरै माथि आइसक्यो अब उता साइड चाहिँ खोटाङ हो अनि यो मान्छेको चाहिँ काम छैन यो मेरो साथी पनि सिङ्गल नै छ है जस्ट किडिङ यो हाम्रो मान्छेको चाहिँ एउटा बच्चा छ घरमा
यताउति गर्ने काम हुन्छ थाहा छैन अब तर फर्किने अब हामी यहाँको बाटो नै अब उडेर जाने 12 बजी पुग्नुपर्ने छ घरमा ओइ कमा गएर खाना पानी छिटो छिटो डाँडा पारियो त्यो डाँडामा पुग्नुपर्छ अब हामी चाहिँ घर पुग्नका लागि रुम दिनेको घरमा त्यो डाँडा पुग्नुपर्छ देख्नुहुँदैछ यो मान्छे पागल भइसक्यो यति धेरै माथि चढेर त्यहाँ तल घरहरू देखिन थाल्दैछ भर्खर अघि पानी खाएको घर उतै तल हो क्या यति माथि छ हामी जाने चाहिँ त्यहाँ पारि अब यता तल कहिले पुग्नु है त्यहीका बाटो पनि मजा छ त यस्तो भिडमा हिँडेर जानुपर्छ मर्नु मन छ बाटो चाहिँ छैन आफै बनेर जानुपर्छ यो चाहिँ हाम्रो गाउँको अर्ग्यानिक बाख्रा भिड चढी हिँड्ने उतै जस्तै के गर्छ न आत्तिर त मर्दिन बोकेर लान्थ्यो म चाहिँ छोरी जान्थेँ त्यो बाख्रालाई छाटाउँथेँ माथि होइन गर्दै बाख्रा हिँड्न नसके नि कालेर यहाँ हामी चाहिँ त्यहाँ माथिबाट आएको त्यहाँ माथि पुगेर आएको भर्खर त्यति माथिबाट फेरि यति झरिसक्यौँ हामी जिउभरि कुरो मात्र लागेको छ घरमा गएर निकाल्ने अब भन कता भन्दा आखिरमा हो नि त अब कहाँ तल झर्नुपर्छ फेरि दिमाग खराब यहाँ हामी चाहिँ यहाँ माथि पुगेर अब आउँदैछौँ यता आइपुग्न आँट्यौँ हामी घरको डाँडा अब चाहिँ त्यहाँ माथिबाट आएको क्या हामी चाहिँ अहिले भर्खर यसमा त सुगा चारीको त निस्केन है हामी बर्की त्यो पिपल हिजो निस्केन भन्दा थियौँ नि बर्को वर्ष यति माथि पुगेर आएको हामी मेरो मामा घर चाहिँ दिनी त्यहाँ हुनुहुन्छ बसिराख्नु भएको छ हामी चाहिँ कहाँ माथि आइपुगेर